जय श्रीमन्नारायण जय श्रीमन्नारायण। ललितपुरको गोदावरी नगरपालिका अवस्थित बिसङ्खु नारायण मन्दिर काठमाडौँ उपत्यकाका प्रसिद्ध 4 नारायण चतुर नारायणमध्ये एक प्रमुख धार्मिक र ऐतिहासिक स्थल हो। यो मन्दिर ललितपुरको लगनखेलबाट पूर्वतर्फ बाडे गाउँ हुँदै पुगिने हरियो डाँडामा अवस्थित छ। इतिहासकारका अनुसार यो मन्दिर लिच्छवी राजा हरिदत्त वर्माले आफ्नो कीर्ति र यश फैलाउन काठमाडौँ उपत्यकाका 4 कुनामा 4 नारायणको स्थापना गर्ने क्रममा यहाँ पनि मन्दिर स्थापना गरेको भन्ने देखिएको छ। यो मन्दिरको नामाकरण प्राचीन कालमै गुफा भगवान विष्णुको शङ्खाकार शङ्ख जस्तो स्वरूपमा रहेकाले यसलाई विष्णु शङ्ख भनिन्थ्यो भने पछि अपभ्रंश हुँदै यसको नाम बिसङ्खु नारायण रहन गएको जनविश्वास पाइन्छ। यहाँ हामी हेर्दैछौँ, यहाँ भगवानको मन्दिर रहेछ र यहाँ घन्टी पनि रहेछ र वरिपरि अत्यन्त सुन्दर ठाउँ भएको देखियो। त्यसपछि यहाँ देख्नुहुन्छ भक्तहरूले यो नजिकै एउटा धर्मद्वार रहेछ। नजिकै हेर्नुहुन्छ अब यहाँ धर्मद्वार भन्दा यो धर्मद्वारमा चाहिँ मेरो छोरो सुभाष धर्मद्वारबाट भित्र जाँदैछ। उसले पार गर्यो धर्मद्वार। अब म पनि जानु पर्यो नि त पछि छोरो पछि र म पनि धर्मद्वार पार गरेको लागि अब अगाडि बढ्दैछु। अब हेरौँ अलि अप्ठ्यारै रहेछ रहनु चाहिँ र जे जस्तो भए पनि सकिन्छ जस्तो लागेको हिक्मत आएको छ। म पनि अब यो धर्मद्वारबाट पार गरेर हामी यहाँबाट छिरेर माथि जाँदैछौँ, अगाडि बढ्दैछौँ। अब हामी यहाँबाट यो धर्मद्वारबाट निस्केर अगाडि बढ्दैछौँ। ठुला ठुला पहाडका बिचमा रहेको यो चेप जस्तो ठाउँ रहेछ। बाहिर गएपछि फेरि सिँढी बनाइएको रहेछ। अत्यन्त विकट ठाउँमा भगवान अवस्थित हुनुहुन्छ। यो पारी देखिन्छ नि, यो चाहिँ गोदावरी जो 12 वर्षमा मेला लाग्छ नि, त्यो ठाउँ गोदावरी देखिँदो रहेछ यहाँबाट। र यहाँबाट हामी सिँढी चढेर माथि गयौँ। अलि पर गइसकेपछि सिँढीबाट भित्र गएपछि जुन मुख्य भगवानको मन्दिर अब यहाँ देख्न सक्नुहुनेछ। भगवान त्यतिखेर वृकासुर राक्षसको डरले गर्दा भगवान यस ठाउँमा आएर लुक्नु भएको रहेछ। यहाँको स्थानीयको कुरा अनुसार वृकासुरलाई भगवान शिवजीले वरदान दिनुभयो, जसको शिरमा हात राख्छु त्यो भस्म भइजाओस् भनेर वरदान दिएपछि पछि शिवजीलाई नै हात राख्न गएपछि भगवान शिवजी लुकेर यस ठाउँमा आएर लुक्नु भएको रहेछ। यहाँ लुकेर बस्नु भगवान। यस्तो ठाउँ छ जहाँ भित्र जान सक्ने ठाउँ अवस्था देखिँदैन। तर त्यहाँ पुजारी कसरी जानुहुन्छ, त्यहाँ त्यति राम्रोसँग सजाइएको छ, त्यति राम्रो पूजा गरिएको छ, तर त्यहाँ जाने बाटो हामीले देखिनौँ। यति राम्रो सजाइएको छ, त्यहाँभित्र उज्यालो पनि छ। सायद त्यहाँभित्र लाइटको व्यवस्था गरिदिएको हुनसक्छ। र जाने सानो पाल छ, त्यहाँबाट कसरी जानुभयो मैले आफैले हात भित्र लगाएर मात्रै त्यहाँ फोटो खिच्ने अवसर प्राप्त गरेँ। यस्तो किसिमको ठाउँ भगवानको मन्दिर, यो जुन बिसङ्खु नारायण भगवानको मूर्ति चाहिँ यहाँ स्थापना भएको रहेछ। अलिकति जाली छ। यस्तै प्रकारले हामी त्यहाँ दर्शन गरिसकेपछि अब हामी फर्किनेमा लाग्यौँ। फर्किँदाखेरि यो फेरि सिँढी चढेर झर्नु परिरहेछ। किंवदन्ती यहाँको स्थानीयको कुरा अनुसार भस्मासुरलाई जुन वर प्राप्त गरेपछि शिवजीलाई नै उसले शिरमा हात राख्न खोज्दाखेरि शिवजी भगवान त्यहाँ भागेर त्यस ठाउँमा लुक्नु भएको रहेछ। पछि विष्णु भगवानले मौनी अवतार धारण गरेर त्यही वृकासुरकै सङ्हार गर्नुभयो। उसैलाई नै शिरमा हात राख्न लगाएर उसको सङ्हार गरेको कुरा यहाँ देखियो। त्योभन्दा अलि माथि पहाडमा हामी हेर्न गयौँ, त्यहाँ पनि ठुला हड्डी जस्ता पहाड देखिएका छन्। यस्तो किसिमको ठाउँमा तपाईँ जसरी हुन्छ एकचोटि आउने प्रयास गर्नुहोस् है। एकचोटि आएर हेर्नु प्रयास गर्नुको लागि सबैलाई हार्दिक अनुरोध गर्दै जय श्रीमन्नारायण जय श्रीमन्नारायण।